हेलो जय श्रीराम साथीहरू। आज हो माता तीर्थ औँसी 2025। मातृप्रेमीहरूको लागि अति नै खुसीको दिन। आमा बाबुहरू सबै टाढा हुनुहुन्छ, म परदेश विदेश इन्डियामा छु। बिहानै उठेर सर्वप्रथम मेरो माता रानी मा दुर्गा मा पार्वतीलाई प्रणाम गरेँ, उहाँलाई विश गरेँ। त्यसपछि मेरो जन्मदिने आमा मम्मीलाई पनि फोन गरेँ। अनि त्यसपछि एउटा मेरो आमा अझै हुनुहुन्छ, स्वर्गीय सासूमा हुनुहुन्छ, जो चाहिँ मलाई अति नै माया गर्नुहुन्थ्यो। उहाँ जीवित हुँदाखेरि मेरो सासूमाको स्मरणमा म र मेरो पतिदेव गएर आज अलिकति थुप्रै केला किनेर गौशालामा गएर गौमातालाई यानि गाईहरूलाई केला खुवाउने प्लान गरिराखेका छौँ। यहाँ हामीले थुप्रै केला लिएर अब हामी गौशालातर्फ जाँदैछौँ। हाम्रो यो गौशाला चाहिँ हाम्रो इचलकरञ्जी सिटीको कृष्ण मन्दिर, जहाँ मन्दिर पनि म देखाउने छु, त्यही मन्दिरमा हाम्रो गौशाला छ। अरू धेरै केही कुछ गर्न नसके पनि बेला बेलामा हामी चाहिँ केही सानोतिनो दान धर्म चाहिँ गरि नै राख्छौँ। बेला बेलामा गौशालामा गएर गौमाताहरूलाई कहिले घाँस, कहिले केला, कहिले फलफुलहरू खुवाउने काम चाहिँ हामी गरिराख्छौँ। त्यसैले आजको दिन मेरो स्वर्गीय सासूमा लीलावती भामविष्टलाई सम्झेर गौमातालाई केला खुवाउन जाँदैछु र यसबाट मिल्ने सबै पुण्य मेरो स्वर्गीय सासूमालाई मिलोस्। उहाँ जहाँ पनि हुनुहुन्छ, जुन पनि दुनियाँमा, जुन पनि योनिमा हुनुहुन्छ, उहाँलाई, उहाँको आत्मालाई खूब खूब शान्ति मिलोस् भन्ने कामनाले म यो कार्य गर्दैछु। जय श्री कृष्ण। हरे कृष्ण 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 हरे हरे, हरे राम राम। कृष्णजीको दर्शन हजुरहरूले पनि गरिहाल्नु है, मैले नजिकबाट देखाइदिएको छु। र यहाँ चन्दनको तिलक लगाइन्छ नि, अनि म बाबुलाई चाहिँ तिलक लगाउँदैछु र आफू पनि लाउँछु र मेरो पतिदेवलाई पनि मैले चन्दनको तिलक लगाइदिएको छु। अनि हाम्रो दर्शन भयो। अब हामी गौमातालाई केला खुवाउनपट्टि लाग्छौँ। यहाँ टन्नै गोबरको गुइठो, के भनिन्छ, गुइठो भने जस्तो लाग्छ है मलाई। यो थाप्ला बनाएर सुकाएको रहेछ, जुन चाहिँ यो गुइठो चाहिँ हामीले यहाँबाट किनेर लिन सक्छौँ। हवन कार्यहरूको लागि उपयोग हुन्छ। यो गुइठो चाहिँ यही गौशालाबाट गाईकोबाट नै प्राप्त भएको हो। अनि चाहिँ यहाँ गाईलाई चाहिँ हामी केलाहरू खुवाइराखेका छौँ र प्लस यो खरबुजाको बोक्रा हुन्छ नि, त्यो पनि हामीले अब दिनदिनै हाम्रो घरमा खरबुजा खाइन्छ, अनि त्यसको बोक्राहरू कलेक्ट गरेर राख्छु, अनि त्यो पनि हामीले गाईलाई खुवाइराखेका छौँ। थुप्रै गाई छ यहाँ, थुप्रै। यो यहाँको इचलकरञ्जीको सबभन्दा ठुलो गौशाला हो। गौशालाको संरक्षणको लागि होइन, गौमातालाई चाहिँ अति नै इन्डियामा अब यहाँ चाहिँ साह्रै मानिन्छ। अनि त्यसपछि गौमाताहरूको संरक्षण गर्नुपर्छ भन्ने भावना छ, अनि त्यही हिसाबले यो ट्रस्ट यहाँ खुलेको छ। अनि थुप्रै गौमाताहरू छन् यहाँ। अरूहरू पनि यहाँ खेलाउन, अरू मानिसहरू पनि गौमातालाई केला, गुड, रोटी, घाँसहरू खुवाउनको लागि आएका छन्। हेर्नु त कति मजाले गौमाताले केला खाइराख्नु भएको छ। यो गौमाताहरू पनि एकदमै भाग्यशाली हुनुहुन्छ। जेनरली भनियो भने गौमाताहरूले अब गाउँघरमा पहिला त अब घाँस घुस अनि त्यो के भन्छ आटाको भुसको घोलहरू खुवाउने चलन थियो। म हजुरबाकोमा बस्दाखेरि चारा हुन्छ गाईको लागि, चारा त्यो पानीमा, ताउलोमा पानीमा घोलेर खुवाउनुहुन्थ्यो, त्यो मलाई याद छ होइन। त्यो पनि एकदम पौष्टिक हुन्थ्यो। अब अहिले चाहिँ गाईहरूले हेर्नु केरा मजाले खान, फलफुलहरू खान पाछन्, राम्रो खानेकुराहरू खुवाएर उहाँ यहाँको गाईको पालन पोषण गरिन्छ। ल हेर्नु घाँस हेर्नु त, त्यहाँ कति यो हाम्रो बाबु डराएर भित्रै आएको छैन, बाहिर बसिरहेको छ। हेर्नु घाँसहरू कति हरिया घाँसहरू छन्। यी सबै गौमाताको लागि ल्याइएको हो। कसैले दान दिन्छन् भनेको, अनि कतिपय यही ट्रस्टले नै किनेर ल्याएको हुन्छ। अब चाहिँ हाम्रो गौमातालाई केलासेला खुवाएर भ्याइयो। अब चाहिँ हामी घरतिर प्रस्थान गर्दैछौँ। यो सबै हाम्रो सिटीको नजारा हो, देख्न सक्नुहुन्छ। अनि छ नि घर जाने क्रममा मलाई यहाँ इडली काउन्टर देख्यो। मलाई धेरै दिनदेखि इडली खाने क्रेभिङ भइराखेको थियो। म बिरामी थिएँ, बाहिरको खाना म खासै खाँदैन थिएँ। त्यही पनि इडली चाहिँ मलाई डक्टरले खा भनेको छ, किनकि इडली एकदम सफ्ट हुन्छ। अनि मलाई चाहिँ इडली खाने क्रेभिङ भइराखेको थियो धेरै दिनपछि। त्यसैले बाटामा हामी ओर्लिएर यहाँ इडली खाँदैछौँ। अमेजिङ।
यो चाहिँ साउथ इन्डियन खाना भए पनि महाराष्ट्रमा पनि फेमस छ, जताततै पाइन्छ इडली साम्बर। अब चाहिँ हामी इडली खाएर भएपछि घर पनि आइपुग्यौँ र यो वडापाउ प्याक गरेर ल्याउनु भएको छ मेरो मिस्टरले। बाबु र मेरो पतिदेवले चाहिँ वडापाउ खाने रे। यहाँको वडापाउ तपाईँहरूलाई वडापाउ भन्ने थाहा छ कि छैन, कतिपयले खानुभएको छ कि छैन। यस्तो हुन्छ वडापाउ, म निकालेर देखाउँदैछु है। यो चाहिँ जुन डल्लो छ आलुको स्टफिङ भरेर बेसन माथिबाट बेसनको कोटिङ लगाएर चाहिँ यो चाहिँ वडा भनिन्छ यसलाई। अनि यो चाहिँ भित्र यो चाहिँ पाउ हो, यहाँ चाहिँ ब्रेडलाई पाउ भन्ने चलन छ है। अनि महाराष्ट्रमा चाहिँ वडापाउ एकदम फेमस छ। यो वडापाउ मन नपर्ने भन्ने कोही छैन। एभ्री इन्डियनलाई चाहिँ वडापाउ एकदम मनपर्छ। वडापाउ चाहिँ विशेष गरी महाराष्ट्रमा मात्रै पाइन्छ, बाहिर खासै पाइँदैन। एकाध अपवादमा पाइए छुट्टै कुरो हो, तर यहाँको यो एकदम फेभरेट डिस हो। सबैलाई विदेशीदेखि लिएर इन्डियन नेपाली सबैलाई मनपर्छ यदि यहाँ आएर खानुभएको छ। हजुरहरूले वडापाउ खानुभएको छ कि छैन? इन्डिया आउनेहरूले त पक्कै खानुभयो होला, महाराष्ट्र मुम्बईतिर आउनेहरूले। हजुरहरू कसले वडापाउ खानुभएको छ मलाई कमेन्ट बक्समा अवश्य बताउनु होला है प्लिज। त आजको भ्लग कस्तो लाग्यो? भिडियो मन परे लाइक कमेन्ट सेयर अवश्य गर्नु होला। अनि मैले देखिरहेको छु मेरो साथीभाइहरूको सर्कल यति धेरै छ र पनि कसैले लाइक कमेन्ट गर्नुहुन्न। मेरो साथीभाइहरूलाई म रिक्वेस्ट गर्दछु मेरो पेजलाई लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस्। अनि लाइक र फलो गरिसक्नु भएको छ भने कमसेकम भिडियोलाई लाइक गरिदिनुहोस् अनि कमसेकम मेरो भिडियोलाई सेयर गरिदिनुहोस् र साथै मेरो हौसला बढाउनलाई मलाई कमेन्ट पनि गरिदिनुहोस् है। जय श्री राम, कमसेकम जय श्री राम लेखिदिनुहोस्, म त्यहीबाट नै खुसी हुनेछु। बाई बाई।